पूरा बजेटको ब्रेकडाउन नगरिएको भन्ने प्रश्नको सन्दर्भमा मलाई लाग्छ मान्य हर्कराज राईले उठाउनु भएको थियो। यसबारे थप बुझ्दा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतका निकायहरूको कार्यक्रम अन्तर्गत विकास कार्यक्रम पुस्तिकाको केही पेजको जोड जम्मामा भएको फरकका सन्दर्भमा यो प्रश्न उठेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका सबै निकायहरूको कुल बजेट चालु र पुँजीगतमा फरक नपरेको, तर सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली LMBIS-मा विनियोजित कार्यक्रम एक्सेल सिटमा लुकेको यो रोहरू हाइड हुँदाखेरि चाहिँ त्यो प्रकाशन हुन गएको विकास कार्यक्रम पुस्तिकामा चाहिँ नदेखिएको यो सही हो भन्ने कुरा म यहाँ कन्फर्म गर्न चाहन्छु र कुल विनियोजित बजेटमा कुनै फरक नपरेको बेहोरा मान्यज्यूहरूलाई जानकारी गराउँछु सम्मान्य सभामुख मार्फत।